सुकेपछि त्यसको 2 घण्टा जति सुकेपछि अनि उता केही साथीहरूले खाए अनि सुक्ने ठाउँ छ। अथवा मलाई चाहिँ पहिला नि एएमएस भइरहन्थ्यो हरेकचोटि हुन्छ अब म खान्छु भन्ने लाग्छ भने के गर्ने सकिँदो रहेछ। कतिजना लसुन खाऊ केही हुँदैन छिटो जाऊ भन्न पाएन भने थर्मोमिटर ब्रान्ड नेम प्यारासिटामोल आइपुग्यो है। आइपुग्योप्रिन निम्स प्यारासिटामोल तपाईँको ग्रुपमा एकदमै सेफ राम्रो साइड इफेक्ट धेरै नहुने छुटाउने भयो। त्यस्तै अवस्था हुन्छ यदि शरीरको तापमान चाहिँ एकदम कम भयो हाम्रो अहिलेको शरीरको तापमान एटलिस्ट 27 डिग्री जस्तो हुन्छ कि 37 डिग्री सेल्सियस हुन्छ। हाम्रो शरीरको सबै organलाई काम गर्नको लागि चाहिँ अप्टिमम टेम्परेचर चाहिँ चाहिन्छ। अप्टिमम टेम्परेचर भनेको त्यति न्यूनतम तापक्रम चाहिँ चाहिन्छ हाम्रो शरीरको सबै यस्तो छ भने के गर्ने यसलाई फिलाडेल्फिया कलर यो लाइन वेट यस्तो लाइन राख्न सजिलो। अब यस्तो संस्थाहरूले किनेर पनि राख्ने गर्नुहुन्छ के भन्नुहुन्छ नेपालमै पनि पाउँछ यस्तो फ्यान्सी होइन अलिक सस्तो यस्तै खालको अलिक मोटो पाउँछ यो चाहिँ प्रपर फिनिसिङ। यसलाई यो भाग के होला चिउरोलाई राख्नलाई यहाँ पाल किन छ चेक गर्नु प्रेस गरेर थप त्यहाँ ब्लिडिङ हुन दिनु। अब केही छैन भने लुगा प्यान्ट बेल्ट ज्याकेट पछि जेको पनि तर्फबाट पनि सबैले धेरै धन्यवाद। तपाईँहरूले यत्रो ध्यान दिएर एकदमै म इम्प्रेस भएको कुरा चाहिँ पहिलो कुरा त यो कार्यक्रम आफैमा एकदम राम्रो छ गर्नुपर्छ। हामीले सिकेको कुरा पहिला नि लेथ्यो भनेर अलि छोड्ने बानी हुन्छ कि तर त्यो नलेज डिके हुन्छ भन्छ कि आजभन्दा भोलि 20% बिर्सिसक्या हुन्छ 6 महिनापछि त धेरै बिर्सिन्छ नि त। 6 महिनासम्म तपाईँहरूले यसलाई कुनै न कुनै माध्यमबाट फेरि पढ्ने युट्युब हेर्ने कहीँ अर्को ट्रेनिङ गर्नु भएन भने त्यो हराउँछ युजलेस जस्तो हुन्छ। ट्राभल गर्नुभन्दा अगाडि अब्जर्भेसन गर्ने त्यसपछि कसरी पत्ता लगाउने र कसरी विदेशीलाई कसरी कन्भिन्स गरेर हामी सँगै राख्ने यदि खतरा छ भने खतरा छैन भने रिस्कलाई एनालाइज गरेर अगाडि बढ्ने र अगाडि बढ्नै परेको सकेसम्म नबढ्ने सकेसम्म अगाडि बढ्नु परेको खण्डमा के गर्ने हामी इक्विप भएर जाने इक्विप केले भएर जाने केले इक्विप भएर जाने सप्लाई फोन walkie-talkie कंपनी मालिक पनि लगेर जाने कि अब ध्यान दिनुपर्ने चाहिँ मेन इक्विप गरेर जानुपर्ने भनेको चाहिँ कि आवाज ट्रान्सिभर कि भने रिकर्डिङ फ्याक्टर अनि साथसाथै त्योसँग हुनुपर्ने चाहिँ के हो त अर्को तीनटा आवाज ट्रान्सिभर र शावर है छ नि। अनि त्यो पछि अरू के छ अघि भने जस्तो टाइप्स अफ एभलान्च साइन एन्ड अराउन्ड अफ एभलान्च अनि एङ्गल कसरी नाप्ने कसरी पत्ता लगाउने केबाट चाहिँ हामीले एङ्गल पत्ता लगाउन सक्छौँ कम्पास वकिङ स्टिक अनि अब धेरै त हामीले अब ऊबाट पनि हाल्न सकिन्छ यहाँको कन्ट्रोल लाइन भन्छ कन्ट्रोल लाइन चाहिँ एकदमै बढी टाइट छ भने चाहिँ त्यो स्टिक भनेर बुझिन्छ है। अनि
इन द एन्ड अब मैले अघि भनेन अब इन द एन्ड यदि क्रिटिकल कन्डिसन छ भने चाहिँ हामीले अब यो 15 भन्दा पनि तपाईँ पैसा सुन्नुपर्छ सबभन्दा बढी कोसिस हुनुपर्ने कहाँ हो त 35 देखि 45 डिग्री एङ्गलमा एकदमै तपाईँ होसियार गर्नुपर्ने है। अब तपाईँले डिग्रीको त कुरा गर्नुभयो, कसरी पत्ता लगाउनुहुन्छ तपाईँ? अब तपाईँहरूले एटलिस्ट यसको सामान पायो भने खेलाउन होइन भने त बुझेन है केको लागि प्रयोगको लागि काम लाग्दो रहेछ त आफूलाई जोड्न जानलाई काम लाग्दो रहेछ। यो दन्तीहरू पाल तान्नलाई होइन रहेछ, यो चाहिँ त्यो प्रफिटको लागि रहेछ। यो सामानहरू तल त्यो हुन्छ नि त्यो केही सम्भावनालाई चाहिँ होइन रहेछ। मेरो यो बाग है ब्यारेज भएको भने एउटा माग गरेपछि अर्कोले खण्ड गर्छ, अर्कोले कन्टिन्यू सर्च गर्नको निम्ति उनीहरूले यो फङ्सन गर्छ। त्यही भएर यो होल गर्दा पनि अलिकति टक्क यो पोजिसनमा राख्नुपर्छ है, टक्क यो सन्जाउनु है, यो पन्डलमा राख्नु अन्त यो भराउ गर्नुपर्छ। अब यो त कहाँनिर आयो, यहाँ आयो है, यहाँ आएपछि तपाईँसँग फोनहरू केही छ भने यो भित्र हाल्नु पऱ्यो, नत्र भने यसले डिस्टर्ब गर्छ। त्यसरी बोल्ने तरिका पनि आएको छ अघि मैले भनेको थिएँ त्यसरी यही भित्र मात्रै गर्नु यहाँ यता पनि हुनसक्छ त्यसरी है। अब लोएस पनि अहिले करायो नि, करायो भने को हुन्छ यो पछाडि त्यही बस्छ त्यही बस्छ अब त्यही है एक्युरेट चाहिँ हुँदैन रहेछ, तर यतिसम्ममा चाहिँ क्विन छ है भन्ने एउटा है अनुमान। अनि अर्को के छ दिनमा पहिलो ट्रेनिङको पहिलो दिनमा तपाईँहरू कुन सेसन भयो त? फर्स्ट सेट है, फर्स्ट सेटमा के थियो हाम्रो, तर तपाईँहरूले यो कुरा त बराबर दोहोरिरहेछ होइन। यो तपाईँहरू यो के अरे माथि हाई लागेपछि तपाईँहरूले त्यसलाई रोकथाम त्यसलाई उ गर्न त तपाईँहरूले जान्नुहुन्छ नि है, त्यसको लागि अब त रेडी हुन्छ नि। अक्सिजन पास भइरहेछ, अक्सिजन बोतलभित्रबाट अक्सिजन रहेछ भन्ने कुरा भयो। अब यति खाँदा खाँदै अक्सिजनै सिधेछ भने यो के हुने भयो? यो त अब यसरी हुने भयो, यसरी हुँदैन भन्नु त थाहा भयो नि। एउटा ऊ चाहिँ यो पनि हो, अर्को एउटा चाहिँ यहाँ नै जिरोमा आइरहेछ, तपाईँ चाहिँ यो पनि लाग्छ यसो डुलिरहेछ भने के हुन्छ? ओहो म त स्पेसली I would like to thank for sponsoring Swiss Sherpa Foundation, my vision, prep and exhibition, Poblacion partner, and the coordinators, especially Subhas Shrestha, Andy, for creating this environment, and get you all in this platform, and also organizing all this environment. I'm very pleased because to deliver my knowledge to you, I need an environment, and this environment is created by the coordinators. Very much appreciate for that. So I'm Deepa Sherpa on behalf of all the participants
to thank for providing such a great opportunity to learn on the first aid and the snow and avalanche rescue training programs. So the first aid trainings has widened the knowledge of how to use the medicines and how to rescue and in what sector we can rescue our plants, and in snow and avalanche rescue training sector, this was to be like purely new things for me. So I have learned from basic to advanced sectors from very professional teachers, and I'm really glad and thankful for this. So this invaluable learning sessions has not only ensures the understanding of the safety protocols, but also has ensures that we are ready, prepared for any risks that can arise on the snow and avalanche related risks. So I'm very thankful and glad to be here to present myself, and very thankful for the Patrick for sponsoring and for loving, for your support to Nepal and for trekking and mountain guide. Thank you so much. किन यो कन्सेप्ट चाहिँ कसरी आयो भन्दाखेरि चाहिँ प्याट्रिक जेटबुन भन्ने चाहिँ माउन्टेन गाइड हो र उहाँ चाहिँ 2008 मा चाहिँ एभरेस्ट चढ्न आउनुभएको थियो। वाइन फ्याक्ट्री खोल्नुभयो प्याट्रिक जेटबुनले र उहाँको आफ्नै वाइन फ्याक्ट्रीबाट उहाँले आफैले क्रिएट गर्नुभयो। मैले चाहिँ यो म कमाउँछु मात्रै होइन, मैले यो कुनैलाई सेवा पनि गर्छु है भन्ने कन्सेप्टले चाहिँ उहाँले चाहिँ प्रत्येक 1 बोतल वाइन बेच्दाखेरि चाहिँ 1 स्विस फ्र्याङ्क चाहिँ स्विस शेर्पा फाउन्डेसनमा जम्मा हुन्छ। हो त्यही पैसाले चाहिँ हामीलाई उहाँले यो ट्रेनिङ दियो र त्यो चढिसकेपछि उहाँ एभरेस्ट चढेर जानुभयो। त्यसपछि सम्पूर्णलाई धन्यवाद दिँदै म बिदा हुन्छु। Thank you so much, Swiss Sherpa Foundation and Sentinel and Mission Train for providing very important and today's snow and avalanche training. Thank you so much.